राजावादी आन्दोलन त सिद्धिएकै राम्रो हो। किन भन्नु त? यो सुरु भए पो सिद्धिनु। जस्तो राजावादी भन्छन् होइन, मैले यही कुरो बुझेको छैन। राजावादी भने खास हो चाहिँ को? यिनीहरू रविन्द्र मिश्र, रापरपा, ज्ञानेन्द्र शाही, राजाको वाद दुर्गा परसाई होइन, राजाको वाद भने राष्ट्रवाद हो होइन। त्यसो भए उनीहरूले राजाको त राष्ट्र हुन्छ, अनि त्यसलाई पो वाद भनिन्छ। यो राजावादी खाजावादी यो के भने? यो यसै भन्छन् आफूले राजावादी भनेर केही अर्थ नगरी केशरबहादुर विष्टजीको जुन चाहिँ एउटा राष्ट्र शक्ति भन्ने छ, ल भोलिका दिनमा आन्दोलन चर्किँदै गएपछि यिनीहरूले दोसल्ला ओढाएर राम्रो गर्यो, ठिक गर्यो, हाम्रो चाहिँ विरुद्धमा तिमीले जुन आन्दोलन गरेका छौ त्यो ठिक गर्यौ भने दोसल्ला त ओढाइदिने होइन नि। ल एरेस्ट गरेर विष्टजीलाई भित्र लग्यो भने सेकेन्ड मिनट खोइ तुइएन। सेनापति बिनाको अथवा कमान्डर बिनाको फौज त जता पनि ढल्किन्छ नि, तितर बित्तर हुन्छ भनौँ न समग्रमा। राणु बिनाको मौरी के अर्थ रहन्छ? त्यस अब जस्तो राजधानी लिङ्गदेनलाई भित्र लग्यो भनेदेखि त त्यो त पार्टी हो नि त, पार्टीको संरचना छ नि त। त्यो धेरै थोरै भए पनि केन्द्रदेखि वडासम्म छ सङ्गठन त। त्यहाँ चाहिँ तपाईँको चाहिँ के हुन्छ भने मान्छेहरू सक्रिय हुने भए। तर दुर्भाग्य विष्टजीको मैले त्यो अहिलेसम्म देखिनँ। त्यसमा चाहिँ ध्यान पुर्याउनु होला। र जगमान गुरुङ त उहाँ एकजना चाहिँ एउटा नामै उहाँको त काफी छ, मैले भनेर नै परेन होइन। उहाँप्रति त अब हार्दिक चाहिँ अब कृतज्ञता अर्पण गर्नै पर्छ। यो उमेरमा पनि एउटा जोस जाँगरका साथ चाहिँ लाग्नु भएको छ है। त्यसो भए उनीहरूले उहाँको बारेमा त मलाई अब भन्नु केही छैन, तर राजावादी भन्ने शब्द चाहिँ प्रयोग नगरौँ भन्छु है म चाहिँ। अब जस्तो